हेलो साथीहरू, दर्शन नमस्ते सबैजनालाई। आज पनि म तपाईँहरूलाई मेरो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। आजको भिडियो चाहिँ अलिकति फरक अनि इन्ट्रेस्टिङ हुनेवाला छ र तपाईँहरू चाहिँ यो भिडियोमा अन्तिमसम्म रहिदिनु होला। अबको भिडियो चाहिँ म बाहिर गएर तपाईँहरूलाई कहाँ जाँदैछु भन्ने कुराहरू चाहिँ म बाहिर भन्नेछु। साथीहरू, अहिले म ठ्याक्कै बाहिर निस्किसकेँ। अहिले चाहिँ म कहाँ जाने भन्दाखेरि अहिले हामी नेपाली एम्बेसीमा जाँदैछु। ऊ भाइको चाहिँ अहिले पासपोर्ट रिन्यू गर्न पर्ने छ। यहाँ दुबईमा चाहिँ यो युए भित्र चाहिँ अब अन्त पनि होला त्यस्तो त हुन त, तर यहाँ चाहिँ 6 महिनाभन्दा पहिलै पासपोर्ट चाहिँ रिन्यू गरिहाल्न पर्ने अवस्था छ। र भाइको चाहिँ अहिले 2 महिना मात्र रहेछ। त्यही भएर अहिले हामी चाहिँ एकदम इमर्जेन्सी छिटो पासपोर्ट रिन्यू गर्न चाहिँ निस्किसकेका छौँ। किनभने हाम्रो नजिकै छ कि एम्बेसी। अब उता दुबईतिर भएको भएले टाढा हुन्थ्यो, अहिले यहाँ चाहिँ नजिक छ। त्यही भएर अहिले हामी हिँडेरै एम्बेसीसम्म जाँदैछौँ। र यो पासपोर्ट रिन्यू गर्न चाहिँ पहिला चाहिँ एपोइन्टमेन्ट रिपोर्ट लिनुपर्छ, डेट लिनुपर्छ। यो चाहिँ अनलाइनबाट लिन पर्ने हुन्छ। यो पासपोर्ट डिपार्टमेन्टको एउटा वेबसाइट छ नेपालको, त्यसमा गएर चाहिँ त्यहाँ आफ्नो विवरणहरू सबै भर्न पर्छ। भरिसकेपछि कुन दिनको लागि त्यहाँ खुल्ला छ त्यो देखाउँछ। त्यो दिनको कति बजेको हुन्छ त्यो त्यही बजे अनुसार त्यहाँ लगाइसकेपछि अनि भाइको चाहिँ आजै थियो, अहिलेकै थियो 12 बजेको छ। हामी चाहिँ 2 घन्टा पहिल्यै निस्किएका छौँ। गएर चाहिँ त्यो पासपोर्टको फोटो खिचाउने अनि त्यसपछि आउने हो। बाइक काम त सबै भइसकेको छ अनलाइनबाटै, आधी काम त। र साथीहरू, यहाँ चाहिँ कम्पनीले तेरो पासपोर्ट चाहिँ एक्सपायर भयो, अब रिन्यू गर भनेर चाहिँ भन्दैन। आफैले चाहिँ बुझेर गर्नुपर्ने हुन्छ। 6 महिना एक्सपायर हुन 6 महिना छ भने पहिल्यै चाहिँ हामीले यो रिन्यू गरिसक्नुपर्छ। नत्र भने अलिकति अप्ठ्यारो पनि परिन्छ। जस्तो अब घरतिर नेपाल जानु पर्यो भने अथवा कामहरू जागिर चेन्ज गर्नु पर्यो भने त्यतिखेर चाहिँ हामीलाई गाह्रो पर्छ। तर यो रिन्यू गर्नको लागि पनि धेरै दुःख नि छैन। कति यो टाइपिङ सेन्टरहरूले चाहिँ अलिअलि पैसा खाएर चाहिँ त्यो फर्म भरिदिन्छन् र त्यो भन्दा आफैले गर्दा नि हुन्छ। वेबसाइटमा गएर त्यहाँ चाहिँ सबै आफ्नो विवरणहरू सब दिएपछि तपाईँको आधी घन्टामै हुन्छ काम सबै। तपाईँ आफैले गर्नुभयो भने आधी घन्टाको लागि अब 150 रुपियाँ किन दिने अरूलाई, आफै गर्न सजिलो हुन्छ। आज भाइ चाहिँ ठ्याक्कै आज एम्बेसी जाँदैछन्। अब त्यसको लागि कागजातहरू चाहिँ तपाईँको ओरिजिनल पासपोर्ट आफ्नै चाहिन्छ, अनि नागरिकता चाहियो, अनि त्यो आफ्नो त्यो तपाईँले भरेको फर्म त्यो प्रिन्ट गरेर हातमै लिएर जानुपर्ने हुन्छ। र 200 दिराम, यहाँको 200 दिराम लाग्छ। बाँकी फोटो चाहिँ उनी खिचाइदिन्छन्, आफूले खिचेर लिएर जानु पर्दैन। अहिले चाहिँ हामी त्यसैको लागि जाँदैछौँ। अहिले यहाँको नजारा भनेको अस्ति नै पनि देखाइसकेको छु मैले, देखाउनु त, तर पनि फेरि पनि देखाउँछु म। यताबाट सिधा यहाँको उताबाट हो हिँडेर, यहाँबाट गएपछि अलि उता नजिकै छ, तर खासै छैन हिँडेर जानको लागि। अरू कुरा सुविधा नभए पनि हामीलाई चाहिँ एम्बेसी जानको लागि चाहिँ नजिक छ। अरू दुबईबाट चाहिँ पुरै गाडी रिजर्भ गरेर आउनुपर्ने अवस्था हुन्छ। हामीलाई चाहिँ यति कुरामा सही छ होइन त। अब गएर पासपोर्ट रिन्यू गर्ने झ्याप्पा। अब आफ्नो पासपोर्ट कहिले एक्सपायर हुन्छ भनेर चाहिँ बेला बेलामा चेक गरिरहनुपर्छ क्या। त्यो सानो 6-7 महिनाको 7-8 महिनाको बच्चालाई पनि सुत्दाखेरिमा के अरे झलुङ्गामा अथवा केही कोर्के कि के भन्छ नि, त्यस्तामा सुताउँदाखेरि पनि त कतापट्टि मण्डप के गरे भने चेक गरिरहेको छ नि त बाबुआमाले। त्यसरी नै पासपोर्ट भनेको हाम्रो चाहिँ एउटा एक हिसाबले हाम्रो एउटा अर्को भाग हो।
त्यो भएन भने गाह्रो हुन्छ। त्यही भएर चेक गर्नुपर्छ बेला बेलामा। थाहा नहुन सक्छ, बिर्सिन सकिन्छ आफ्नो। त्यस्तै हो। घाम चाहिँ एकदम लागेको छ। अहिले 10 बज्यो। हाम्रो डेट चाहिँ के अरे टाइम चाहिँ 12 बजीको। त्यहाँ लाइन बस्नुपर्ने हुन्छ होला। फेरि नेपाली सिस्टम हुन्छ नि त यहाँ त। नेपाली जहाँ गए पनि सिस्टम चाहिँ त्यही हो। त्यही भएर 2 घन्टा पहिला गएर लाइन बसेर त्यहाँ चाहिँ टोकन लिएर लाइन बस्नुपर्छ। त्यस्तो छ साथीहरू होइन। तपाईँहरू पनि यदि पासपोर्ट रिन्यू गर्दै हुनुहुन्छ भने चाहिँ समयमै गर्नु होला। अलिकति आफूलाई फाइदा हुन्छ। कसैले पनि अब त्यो पासपोर्ट रिन्यू गर भनेर भन्दैन, कम्पनीले पनि भन्दैन। आफैले जानेर बुझेर गर्नुपर्छ। मैले चाहिँ दुबईमा हुँदाखेरिमै गरेको। अब अझै छ 2-3 वर्ष, 2 वर्ष मात्रै भयो। अझै छ 8 वर्ष जति। धेरै यहाँ रेड लाइट पार गरेर जानुपर्ने हुन्छ। उतापट्टि बस पार्क छ। बस पार्कबाट यतातिर पुल, त्यहाँ फ्लाइओभरको पुल छ, त्यो तरेर जाने हो। तर हाम्रो चाहिँ पर्दैन। आबुधाबीको मौसम भनेको एकदम सफा छ साथीहरू। यो बादल लाउने, यो धुसी तुवालो लाग्ने केही छैन। जता हेरे पनि ऐना टल्किया जस्तो छ। यो चाहिँ आबुधाबीको एकदम हाइवे रोड छ यहाँ। तर हामी चाहिँ आज बिहानै उठेको होइन, चिया खाएर यताउता गर्दाखेरि त ठ्याक्कै 10 बजिसकेछ। बिदाको दिन अलि धेरै बेर सुतौँ भन्ने हुन्छ नि त सबैलाई। गाह्रो छ। सानो सानो मोबाइल कसैले उठ्नु रहेछ यतातिर। अब के हुन्छ बाटोमा म देखाउँछु सबै कुराहरू। नेपाल एमबिसी भन्ने यहाँ लेखेको छ। अलिकति नजिकबाट देखाउँछु म। ठ्याक्कै सिग्नल पनि देखाइदिएको छ। यो चाहिँ नेपाल एमबिसी भनेपछि यहाँबाट यसो घुमेर जाने यो भित्र हो। होइन अघि मैले देखाएको थिएँ त्यहाँबाट होइन, त्यो अलवादा मल भन्ने उतापट्टि हो त्यो बिल्डिङ देख्नु भएको छ। जहाँबाट गाडीहरू आउँदैछ त्यहाँबाट सिधा आएपछि यहाँबाट भित्रतिर चाहिँ नेपालको एमबिसी छ। हामी आइसकेका छौँ। अब हाम्रो दुखेसो गुनासोहरू सुन्ने ठाउँ, हामीलाई परेको पीडा, हामीलाई परेको समस्या चाहिँ हेर विचार सुन्नेहरू चाहिँ त्यहाँ बस्छन्। हाम्रो समस्या कतिको सुन्छन् सुन्दैनन् अब त्यो तिनीहरूको कुरा। तर हाम्रो आफ्नो मान्छे जस्तो हाम्रो नेपालमा हुँदाखेरि चाहिँ हाम्रो आफन्त भनेकै अब आफ्नो जन्मदिनी बाबुआमा हो भने विदेशमा चाहिँ यो बिल्डिङभित्र बस्ने मान्छेहरू छन्। यिनीहरूले कतिको हाम्रो कुरा सुन्छन् भन्ने कुरो त यिनीहरूलाई पनि थाहा छ। तर हामी चाहिँ अहिले पासपोर्ट एक्सपायर भइसकेको कारणले गर्दाखेरिमा हाम्रो समस्या लिएर हामी त्यहाँ जाँदैछौँ। उहाँहरूले चाहिँ हाम्रो समस्याको समाधान गरिदिनुहुन्छ है त। अब गरेनन् भने त अब छुट्टै कुरा। तर आशा छ गरिदिन्छन्। त्यहाँ देख्नु भएको छ नि त होइन, त्यो नेपालको झन्डा फरफराइरह यो क्रिम कलरको बिल्डिङभित्र। अब भाइले चाहिँ त्यहाँ गएर अब पासपोर्ट रिन्यू गर्ने पुरै कागजातहरू दिइसक्छन्। अनि त्यसपछि अब कति महिना लाग्ने हो, फेरि अर्कोचोटि नै आउनुपर्छ है त। अब भित्र त भिडियो बनाउनु दिन्न नि, त्यो मलाई थाहा भएको कुरो। अब धेरैबाट चाहिँ युज गर्नेछौँ है त। यहाँबाट इन्ट्रेन्स छ। इन्ट्रेन्सबाट चाहिँ हामी भित्र जान्छौँ। र यतातिर टाइपिङ सेन्टर, ट्राभल एजेन्सीहरू पनि छ। पर बाजेको सेकुवा छ यता खाजा नास्ताको लागि भोक लाग्यो भने। ल साथीहरू, अब हाम्रो यो पासपोर्टको काम पनि सकिसक्यो।
अब 15-20 दिनपछि नेपाल एमबिसीको चाहिँ फेसबुक पेज छ, त्यहाँ हेर्दै गर्नु होला। तपाईँहरूको नाम लिस्ट सबै कुराहरू चाहिँ त्यहाँ जानकारी आउँछ भनेर चाहिँ त्यहाँका कर्मचारीहरूले भनिदिनु भयो। अब हामी चाहिँ 15 दिनसम्म नेपाल एमबिसीको चाहिँ फेसबुक पेज फलो गरेर चाहिँ हेरेर बस्नुपर्ने अवस्था भयो। सायद अब त्यही गरिन्छ होला हामीले। अब उनीहरूले भनेको अनुसार कसो हुन्छ अपडेट गर्दै गर्छु मैले हैन साथीहरू, यस्तै छ। ल साथीहरू, अब चाहिँ हाम्रो काम चाहिँ पुरै अन्तिम चरणमा आइसक्यो। अब हामी कोठातिर गएर खानपान गरेर अलिकति रेस्ट गर्नुपर्ने अवस्था छ। धेरै थकाइ लाग्यो अब हिँड्दा र कामहरू त्यहाँ धेरै टाइम त लागेन, 15 मिनट जति लाग्यो। त्यहाँ लाइनमा बस्न अलिकति टाइम लाग्यो अनि कामहरू त छिटै भयो। र साथीहरू, अब भोलिका दिनमा अब फेरि अर्को भिडियो नआउँदा जेलसम्म अब यही भिडियो चाहिँ अन्तिम भनेर बस्नु होला, प्रतीक्षा गर्नु होला। अर्को भिडियो पनि म छिटै अपलोड गर्नेछु। आजको लागि चाहिँ यति नै। हस् त, धन्यवाद। जय नेपाल।